हेलो गाइस, दर्शक नमस्ते। फेरि पनि स्वागत छ तपाईलाई अर्को मेरो नयाँ ब्लगमा। आज चाहिँ तपाईलाई एउटा हामी सरप्राइज दिन गइरहेको छौँ। आज हाम्रो मम्मीको बर्थडे छ। हामी चाहिँ मम्मीलाई थाहा नदिकन यहाँबाट टक्कसँगले विराटचोक जान आँटिया छौँ मम्मीलाई सरप्राइज दिनको लागि। हेर्नु होला कस्तो हुन्छ, के हुन्छ, हेर्दै जानु होला। भटरी गाउँपालिका हामी क्रस गरेर अब ग्रामथानमा प्रवेश गरिसकेका छौँ। ल यो चाहिँ रवि आधारभूत विद्यालय, यो चाहिँ ग्रामथानमा पर्छ। एकदमै राम्रो पढाइ हुन्छ र स्कुल पनि एकदमै राम्रो हुन्छ। झराट आइपुग्न आँटेका छौँ हामी। बाटोको चारैतिर यसो हरियाली छ। साथीहरू हामी चाहिँ यहाँ झराट चोक आइपुगेका छौँ। खै यहाँ मान्छेको भिड पनि धेरै छ। केही त्यस्तो केही समस्या या केही प्रब्लम भएको हो कि के सायद लाग्छ यहाँ मल बाँड्दै होला। सरस्वती माध्यमिक विद्यालय कतिजना त यहाँ पढ्नु पनि भयो होला है। कमेन्ट गरौँ है यसो चट्टासँगले। ल यो चाहिँ हामी सरल जाँदैछौँ, बाटामा छौँ। यो चाहिँ पिराडबनी चोक है त। ल यो चाहिँ अलिकति हाम्रो कार्यक्रममा केही ट्विस्ट आएको छ। हामी चाहिँ सिधै विराटचोक नगएर पहिला हामी इटेरी जानेवाला छौँ, किनभने दिदीको फोन आइसकेको छ। सबैजना इटेरीमा भेला हुने, खाना पनि खाने बिहानको। त्यसपछि भनेको भान्जा भान्जीहरू बोडीबाट आउँछन् र भान्जा भान्जीहरूलाई पनि लिएर साथै हामी विराटचोक रिटर्न हुने र मम्मीलाई एकदम सबैले ग्रान्ड सरप्राइज दिने भन्ने हाम्रो कार्यक्रम बनेको गर्दाखेरि अब हामी विराटचोक नगएर सिधै हामी इटेरी जानेछौँ। सबैजना भेला हुनेछौँ र केतरिया ठुलो खसी सुँगुर बोङ्स पाउने एरिया है यो सबै भनेको बोङ्स सेकुवा, एकदमसँगले सेकुवा। पोक सेकुवा खाने इच्छा छ भने सुँगुरको पिरो पिरो तातो चट्टसँगले तेतरियाको यो नहरमा आयो हुन्छ है साथीहरू। आज सबै चोक चोकमा मलहरू बाँड्ने कार्यक्रम भइरहेको छ क्यार। वडाहरूमा चारैतिर प्राय भिड नै छ। यहाँ तेतरिया छ, तेतरिया बजार हामी आइपुगेका छौँ। यहाँ पनि पछाडि चाहिँ एकदमै भिड थियो, त्यो मलकै भिड होला सायद त्यहाँ पनि। तिमी कहाँ हिँडेकी सानो, कहाँ हिँडेको तिमी? चलो वहाँ कता बाटो हिँडेको? साथीहरू चट्टसँगले हामी यहाँ नेता चोक आइपुगेका छौँ। नेताहरूको चोकलाई नेता चोक भनिन्छ। यही हो नेता चोक। ल अहिले हामी हरेचा आएको छौँ। कति राम्रो बनाएको रहेछ है, साह्रै पुरै झन्डा लगाएर। यो पो हो त, यहाँ चाहिँ मन्दिर है। चट्ट यहाँ आइसकेपछि त कस्तो देशभक्ति भावना जागो हो मेरो त। एकदम नेपालको झन्डाहरू थियो। सैनिकमा भर्ती हुन जाम कि अब देशको लागि के गरौँ कि क्या जस्तो लाग्यो। है साथीहरू हामी चाहिँ सरप्राइज दिन गएको, हामी आफै यहाँ सरप्राइज गऱ्यौँ। अब यो भाइले अब कताबाट छिराएको हाइवे छिराउन लानु पर्ने ठाउँमा लत्ते त पछितिर छिराएको छ। अब कहाँ लगेको अब हुन त अब सोनको सिक्री पनि लगाएको छैन। हामीहरूले पैसा पनि धेर बोकेका छैनौँ। अब लुट्ला भन्ने डर पनि छैन। अब केटो फेरि टाढाको पनि होइन, हाम्रै भाइ बरु। अब जे गर्छ उसकै हातमा छ है गाइस। ल हेरौँ ल यो गाउँको दृश्य। बाटो पनि राम्रै रहेछ, यस्तो हरियाली रहेछ। यो चाहिँ पूर्व पश्चिम राजमार्ग। टक्क हाम्रो यात्रा चाहिँ अब इटेरीसम्मको हुँदैछ। हेर्नु होला, यो चाहिँ अब राजमार्गमा हामीहरू छौँ। टक्क यहाँ अब रोड निर्माणका कामहरू पनि भइरहेका छन्। अब यसरी मिसिनहरू जेसिबीहरू पनि लागेका छन्। बाटो अझै फराकिलो हुन्छ क्या है। कत्रो चाहिँ हुने रहेछ त्यो बाटो। अनि यो बाटामा पनि एयरपोर्टै बनाउन आँटे क्या नेपाल सरकार।
हामी सलकपुर आइपुग्न आँट्यौँ। पाथी भएर माता है। साथीहरू हामी चाहिँ अहिले यहाँ गोठगाउँ आएको छौँ। यो चाहिँ गोठगाउँको पञ्चायत मावि हो। यो चाहिँ हाई स्कुल हो क्या होइन, 12सम्मको पढाइ हुने रहेछ। ल हामी यहाँ गोठगाउँ चोक आइसकेका छौँ। अहिले हामी यहाँ गोठगाउँमा छौँ किनभने त्यो भाइको गाडी चाहिँ गोठगाउँसम्म मात्रै लानु पर्छ। त्यही भएर हामी पनि उहीसँग आएको थियौँ। ऊ रोकेको छ र यही मौकामा चाहिँ यहाँ केही फलफुल लगौँ भनेर म्याडमले किन्दै हुन्छ दिदीको लागि। अब यहाँबाट हामी गाडी समाएर त्यसपछि अगाडि बढ्दैछौँ है त। ल साथीहरू अहिले हामी यहाँ इटेडी आइपुगेका छौँ। अघि गाडीको चाहिँ यसो भिडियो बनाउन पाइएन, पुरै भिड थियो। त्यही भएर अलिकति खचमखच भएकोले गर्दाखेरि बनाउन पाइएन। हामी यहाँ सिटीमा चढेर चाहिँ फलामे पुलसम्म जाँदैछौँ दिदीको घरमा। हेर्दै जानु होला। म्याडम यो हाइवे पनि अहिले के 6 लेन हो अङ्कल बन्दै गरेको होले? त्यही त निकै ठुलो बनाउँदै रहेछ हौ बाटो त। लु हामी चाहिँ आइपुग्ने ठाउँ यही हो टक्कसँगले। ओके गाइज, हामी चाहिँ यहाँ दिदीहरूकोमा अहिले आइसकेका छौँ र दिदीले खाना पनि रेडी गरिसक्नु भएको रहेछ। किनभने हामी बिहानै खाना खाने गरी आयो नि त। अनि मैले र भिनाजुले खाना खायौँ। अब दिदी र म्याडमले पनि बसेर खाना खाँदै हुनुहुन्छ। चट्टसँगले मासु बनाउनु भएको रहेछ। खाइसकेपछि अब हेर्नु नि यहाँ अब टिकटिकेहरूको त अब यस्तै हुन्छ नि त, छोरी मान्छे भेट हुनै हुँदैन, टिकटक सुरु भइहाल्छ। म चाहिँ पछाडि बसेर यसो केही क्यामेरा खिचिरहेको थिएँ। उनीहरू चाहिँ टक्कसँगले यहाँ टिकटकमा व्यस्त छन्। ल साथीहरू, यसै गरी दिनभरि रमाइलो गऱ्यो र दिउँसो भइसकेपछि अलिअलि भोक लागेर आयो। त्यसपछि यहाँ दिदीले चट्टसँगले आफ्नै पसलमा, उहाँ पसल पनि दिदीको चटपटे बनाउँदै हुनुहुन्छ उहाँले। अब टक्कसँगले खाजा चटपटे खान्छौँ र त्यसपछि भान्जा भान्जीहरू पनि स्कुलबाट आउँछन् बोर्डिङबाट। त्यसपछि भनेको हामी यहाँबाट सरप्राइजको लागि हिँड्नेछौँ। रेडी भयो हामी, त्यसपछि यहाँबाट हिँड्नेछौँ। अब दिदीले यहाँ बाँड्दै हुनुहुन्छ, ककाललाई दिनुहुन्छ। अब म्याडममा बस्नु भएको छ, कस्टमरमा बस्नु भएको छ। अब टक्कसँगले उहाँले ट्राई गर्नुहुन्छ। हेर्नु है त कस्तो हुँदो रहेछ चटपटे। टक्कसँगले मिठै छ भन्छ नि, एरियाको फेमस छ अरे हाम्रो दिदीको चटपटे पसलको चटपटे। वाह दामी। ल ठिक छ। अमिलो पिरो त्यस्तो केही नुनिलो? ल अब भान्जा भान्जीहरू पनि आइसकेका छन्। म चाहिँ यहाँ चट्टसँगले टाइम पास अब के गरौँ लागिरहेको थियो। टक्क यहाँ मादल देखेँ, त्यही मादल चट्टसँगले बजाएर बस्दैछौँ। भान्जा भान्जीहरूले चेन्ज गर्छन्, खाजा खान्छन्। त्यसपछि भनेको यहाँबाट हामीहरू निस्किनेछौँ। पुरा भिडियो हेर्नु होला साथीहरू, के हुन्छ कसो हुन्छ प्रतिक्रिया पनि दिनु होला र फलो गर्न चाहिँ नबिर्स्नु है साथीहरू। ल थ्याङ्क यू। इटेरीको लागि तयारी भइरहेछौँ सबैजना। अब सरी इटेरी होइन, विराट सोको लागि तयारी भइरहेछौँ हामी इटेरीबाट। अब यहाँ मेकअप कार्यक्रम चल्दैछ। भिनाजुको यहाँ मेकअप गर्दै हुन्छ। यो मोदी भान्जा, मोदी भनेको यही हो। ल मोदी भान्जा। हेलो भान्जो, के छ खबर? अनि कहाँ हिँड्न आँटेको तिमी? कसको बर्थडे? मम्मीको बर्थडे। वाह, ल ठिक छ। हामी बर्थडे सरप्राइज दिनको लागि हामी फ्यामिली नै जाँदैछौँ गाइस। प्रतिक्रिया दिनु होला, लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला। ओके साथीहरू, त हामीहरू अब विराटसोक जानको लागि पुरै रेडी अवस्थामा छौँ। सिटी आउँदैछ र सिटी पनि आइसकेको छ। अब हामी सबैजना सिटी चढ्छौँ र इटेडी चोकमा गाडी चढ्न हामी जान्छौँ। ल हामी गाडीमा भइसकेका छौँ। अब विराटसोकतिरको यात्रा हाम्रो हुँदैछ है साथी।
गाइजहरू हामी चाहिँ यहाँ विराटचोक आइपुगिसकेका छौँ। अब हामी यहाँ अब यसो सरप्राइज के लिएर जाने भन्ने विषयमा चाहिँ विशेष कुराकानी हाम्रो यहाँ भइरहेछ। भाइ पनि आउँदैछ। अब हेरौँ कतिखेर आउँछ भाइ। ल अब भाइ पनि आइसकेको छ। अब हामी पसलमा छौँ। अब हाम्रो यहाँ गिफ्ट सिलेक्सन भइरहेछ। के गिफ्ट लाने मम्मीलाई सरप्राइज दिनको लागि भन्ने कुराहरू भइरहेछ। अब छान्दैछौँ है त। साथीहरू अब हामी यहाँ घरमा आइसकेका छौँ। अब हामी माथि जाँदैछौँ। हेरौँ कुन अवस्थामा कुन कन्डिसनमा मम्मी बस्नु भएको छ। सरप्राइज कस्तो हुँदो रहेछ, रियाक्सन के आउँदो रहेछ हेरेर जानु होला है त। बिस्तारो गाइड चुप लागेर है त। ल जाउँ है त माथितिर हेरौँ है त कस्तो अवस्थामा हुनुहुन्छ के। ल सबैजना है त। ल हेरौँ है त। ल हामी पुरै सरप्राइज दिन गइरहेछौँ है। अब दर्शन मेरो छोरो यो बुहारी मेरो छोरी यहाँ हेर यहाँ सबै यहाँ हेर यहाँ ल उता तयारी भइरहेको छ। त्यो 3 दिन चाहिँ यहाँ आमासँग रमाइलो है त हल्का। मुन्टाको बर्थडे पार्टी हुन्छ जस्तो। अनि यही खुवाउनुहुन्छ त आमा हामीलाई? त्यही खुवाउने? त्यो पनि हामीले ल्याएको कोसेली हो। तेरिका कसरी हुन्छ त यसरी? यसो हुँदैन। त्यो हुन्छ नि यो यत्रो यत्रो हुन्छ नि चाना चाना हुन्छ नि त्यो खाले हुँदैन पाउँदैन चोकमै छ। केक काट्ने कार्यक्रम सुरु भइसकेको छ। उहाँ मामा माइजू हुनुहुन्छ, उहाँ हाम्रो हजुरआमा हुनुहुन्छ, उहाँ मामा हुनुहुन्छ, उहाँ म्याडम हुनुहुन्छ, उहाँ भाइहरू भिनाजु दिदी फेरि अर्को भाइ। ल अब यसरी चाहिँ हामीहरूले चट्टसँगले मम्मीको सरप्राइज बर्थडे मनाइरहेछौँ। कस्तो लाग्यो तपाईँहरूलाई कृपया कमेन्ट गर्नुहोला। ल अब बर्थडे सिद्ध्याएर झट्टसँगले खानपिनको प्रोग्राम यहाँ भइरहेछ। आमा खाँदै हुनुहुन्छ, दिदी खाँदै हुनुहुन्छ। चट्टसँगले के बनाउनु भएको छ उहाँहरूले। माइजूले पनि खाँदै हुनुहुन्छ। ल है साथीहरू। सरप्राइज दिएर चाहिँ हामी सबैजना घर फर्किसकेका छौँ। कस्तो लाग्यो त? पुरा भिडियो हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला, सब्सक्राइब गर्न चाहिँ नबिर्नु होला।